हाम्रो जिन्दगी कस्तो बनाउने भन्ने कुरा हामीले छान्ने पेसाले पनि निर्धारण गर्ने विषय हो। हामीलाई लाग्छ कि जिन्दगी होस् त केवल सेतो कोट लगाउने डाक्टरको जस्तो होस्, कालो कोट लगाउने वकिलको जस्तो जिन्दगी होस् भन्ने हामीलाई लाग्छ। तर कल्पना गर्नुहोस् त, दिनभरि ती बिरामीहरूको पीडाको चाङमा रमाउने त्यो डाक्टर र दिनभरि ती झगडालुहरूको बीचमा रमाउने ती वकिलको जिन्दगी भन्दा गीत र सङ्गीतको दुनियाँमा लागेर दुनियाँ हँसाउने त्यो कलाकारको जिन्दगी पनि त कहाँ कमजोर छ र। मित्रहरू, धन त आरेघाटमा लास जलाउने व्यक्तिले पनि कमाउन सक्छ। सडक किनारमा एउटा कटोरा लिएर बस्ने व्यक्तिले पनि आफ्नो जीविका त चलाएको हुन्छ। तर मित्रहरू, धनले घर दिन सक्छ तर आनन्द दिन सक्दैन, आमा दिन सक्छ तर ममता दिन सक्दैन, साथी दिन सक्छ तर मित्रता दिन सक्दैन, भोजन दिन सक्छ तर भोग दिन सक्दैन। त्यसैले आदरणीय मित्रहरू, हामीहरूले त्यस्तो पेसाको छनौट गरौँ कि जुन पेसाले हामीलाई जिन्दगीमा आनन्दित महसुस गराओस्। र जिन्दगीमा सम्मान भन्ने कुरा पनि सर्वोच्च विषय होइन, किनकि सम्मान भन्ने विषय पनि ठाउँ पछि फरक फरक पर्ने विषय हो। एउटै व्यक्ति कुनै ठाउँमा ज्वाइँको सत्कार पाउँछ भने त्यही व्यक्ति कुनै ठाउँमा जाँदा एउटा सालोको व्यवहार भोग्नुपर्ने अवस्था आउँछ। त्यसैले जिन्दगीलाई खुसी र सुखी बनाउन चाहनुहुन्छ भने आफूले मन पराएको पेसा रोज्नुहोस्। यति यहाँहरूको बाँकी पल शुभ रहोस्। नमस्ते।